नेपाल सरकारको नाममा रहेको जग्गा कितान नम्बर 62 र 63 नेपाल कांग्रेसका नेताले कब्जामा लिई भोगचलन गर्दै आइरहेको र स्थानीय बासिन्दाहरूको गुनासो र उजुरीका बावजुद स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको आम गुनासो छ। यसमा पनि त्यसरी राखिरहेको कुरा चाहिँ यो लान्छना हो, झुटो हो। यसरी के भन्छ कि यस्ता नचाहिँदा झुटा कुराहरू यहाँ राखेर भ्रम सृजना गर्न पाइँदैन भन्ने कुरा मान्यजीहरूले तलबाट मैले समय नदिँदाखेरि पनि राख्नु भएको कुराहरू यहाँ मान्य सदस्यहरू, म यहाँहरूलाई आसन ग्रहण गर्नको लागि अनुरोध गर्छु। मैले मान्यजीहरूलाई बस्नको लागि अनुरोध गरेको छु। मान्यजीहरू आसन ग्रहण गरेर आफ्नो समयमा जे पनि लान्छना लाउने हटाउने भनेपछि हटाइदिने भएपछि त्यो लान्छना सकिन्छ? मेरो विचारमा त्यस्तो सकिँदैन। आरआर क्याम्पसमा स्वतन्त्र विद्यार्थी समूहका सचिव पदका लागि उम्मेदवार दीपक देवकोटालाई सत्ता पक्ष निकटका भातृ संगठनहरूले खेलकुद ग्राउन्डमा सामूहिक आक्रमण गरेको छ भनेर सामाजिक सञ्जालमा मान्य सदस्यहरू आसन ग्रहण गरौँ। यहाँ तल मान्य सदस्यहरू यताबाट समय लिएर आफ्ना कुराहरू राखौँ। त्यसैले यहाँ वाद विवाद गरेर यो विषयमा जाने होइन। यो कुराको लागि प्रक्रियासँग ढङ्गबाट कसरी लाने भन्ने कुराहरू गर्नुपर्छ। त्यस कारणले गर्दाखेरि नेवार समुदायको चिहान रहेको जग्गा नेपाल सरकारको नाममा रहेको जग्गा किता नम्बर 62 र 63 नेपाली कांग्रेसका नेताले कब्जामा लिई भोगचलन गर्दै आइरहेको र स्थानीय वासीहरूको गुनासो र उजुरीका बावजुद स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको आम गुनासो छ। के आपत्ति हो मान्यज्यू? नियम आपत्ति हो कि केही कुरा राख्नु खोज्नु भएको के हो? ल, मान्य सदस्यलाई मैले समय दिएको छैन। यहाँको ध्यान आकर्षण भएको छ, त्यो कुरासँग तपाईँको असहमत भयो। आफ्नो राख्ने कुराहरू उहाँले राख्नु भएको छ। मान्य सदस्य आसन ग्रहण गर्नुहोस्। नेपाली कांग्रेसका एकजना नेताले भने जस्तो सुनिएको छ उहाँको। अब यो आफ्नो ठाउँमा कुराहरू होला, ठिक छ। तपाईँ त्यहाँ सोझै प्रतिवाद नगरौँ। ल, अब बैठकको कारबाही अगाडि जान्छ। मैले मान्य सदस्य शेरबहादुर कुँवरलाई समय दिएको छु। सम्मानीय सभामुख महोदय, सोभियुको चुनाव भए मुक्त र राजनीतिक हस्तक्षेप मुक्त गर्नुपर्छ। यो सरकारसँग र यो कमान्डरका रूपमा खटिनुभएका सम्पूर्ण नेतागणहरूमा म अनुरोध गर्न चाहन्छु। सामाजिक सञ्जालमा के आइरहेको छ भन्दाखेरि आरआर क्याम्पसमा स्वतन्त्र विद्यार्थी समूहका सचिव पदका लागि उम्मेदवार दीपक देवकोटालाई सत्ता पक्ष निकटका भातृ संगठनहरूले खेलकुद ग्राउन्डमा सामूहिक आक्रमण गरेको छ भनेर सामाजिक सञ्जालमा लेख्न थालेका छन्। अब यसमा चाहिँ नि मैले ध्यानाकर्षण गराएँ, यसलाई भयमुक्त गराउनु पर्यो। र अर्को चाहिँ नि काठमाडौँ क्षेत्र नम्बर 6 मा पर्ने तारकेश्वर वडा नम्बर 9 को लोकतान्त्रिक चोकमा रहेको मचागा नेपाल सरकारको नाममा रहेको जग्गा कितान नम्बर 62 र 63 नेपाल कांग्रेसका नेताले कब्जामा लिई भोगचलन गर्दै आइरहेको र स्थानीय बासिन्दाहरूको गुनासो र उजुरीका बावजुद स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको आम गुनासो छ। यसमा पनि ध्यान आकर्षण गराएँ। धन्यवाद। के नियम आपत्ति हो मान्यज्यू? मान्य सदस्यहरू आसन ग्रहण गरौँ। यहाँ तल मान्य सदस्यहरू यताबाट समय लिएर आफ्ना कुराहरू राखौँ।
मान्य सदस्यहरू आसन ग्रहण गरौँ। मान्य सदस्यहरू म यहाँहरूलाई आसन ग्रहण गर्नको लागि अनुरोध गर्छु। मान्य सदस्यहरूले आफ्नो समयमा आफूले राखेका कुराहरू प्रमाणित हुने गरी जिम्मेदारीपूर्ण ढङ्गबाट राष्ट्रको सामु सार्वजनिक ढङ्गबाट राखिरहनु भएको हामीले बुझेका हुन्छौँ र बुझ्नुपर्छ। त्यसरी राखिरहेको कुरा चाहिँ यो लान्छना हो, झुटो हो। यसरी के भन्छ कि यस्ता नचाहिँदा झुटा कुराहरू यहाँ राखेर भ्रम सृजना गर्न पाइँदैन भन्ने कुरा मान्यजीहरूले तलबाट मैले समय नदिँदाखेरि पनि राख्नुभएको कुराहरू यहाँ सुनिरहेको छ। त्यसैले यहाँ वाद विवाद गरेर यो विषयमा जाने होइन, यो कुराको लागि प्रक्रियासँग ढङ्गबाट कसरी लाने भन्ने कुराहरू गर्नुपर्छ। त्यस कारणले गर्दाखेरि सबै बोल्नुहुने मान्य सदस्यहरूले आफूले उत्तरदायी र जिम्मेदारी हुने प्रमाणित गर्ने गरी बोल्नुपर्छ र बोल्नुहुन्छ भन्ने हाम्रो बुझाइ छ। त्यसैले गर्दा यहाँहरूले राख्नुभएका कुराहरूमा अहिले आसन ग्रहण गर्ने र समय अनुसार समय लिएर मान्यहरूले मौका पाउँदाखेरि बोल्ने कामहरू गरौँ। त्यसैले म मान्यजीहरूलाई आसन ग्रहणको लागि अनुरोध गर्छु। मैले मान्यजीहरूलाई बस्नको लागि अनुरोध गरेको छु। मान्यजीहरू आसन ग्रहण गरेर आफ्नो समयमा मान्य सदस्यहरू मैले अघि नै कुराहरू गरिसकेँ। मान्य सदस्यहरूले राखेका कुराहरू सार्वजनिक ढङ्गबाट संसदको अगाडि आफ्नो समयमा राखिसकेपछि उहाँहरूले तथ्य प्रमाण र सत्यको आधारमा कुराहरू राख्नुपर्छ र राख्नुभएको छ भन्ने कुराहरू हो। जहाँसम्म अहिले यहाँ शून्य समयमा बोल्ने मान्य सदस्यहरूले नेपाली काङ्ग्रेसका नेताले जमिन प्रयोग गरे भनेर भन्नुभएको छ। उहाँहरूसँग तथ्य होला, सत्य होला, घटना होला भन्ने एउटा कुराहरू हो। यो त बेठी कुरा हो, बिना प्रमाण यस्तो बोल्न पाइँदैन भनेर समय नपाउँदाखेरि पनि माइक नदिँदाखेरि पनि मान्यजीहरूले तलबाट प्रतिवाद गरिरहनु भएको छ। यसको बारेमा कसरी बोल्ने मान्यजीहरूको या रेकर्डबाट हटाउने नहटाउने के गर्ने भन्ने कुरा अहिलेको अहिले तुरुन्त यहाँ निष्कर्ष गरिन्न। जे पनि लान्छना लाउने हटाउने भनेपछि हटाइदिने भएपछि त्यो लान्छना सकिन्छ? मेरो विचारमा त्यस्तो सकिँदैन। त्यसैले अनि लान्छना हो कि होइन भन्ने कुरा यहाँ एकैछिनमा बोलेर यहाँबाट जवाफ दिएर वा त्यहाँबाट पक्ष विपक्ष भएर बोलेर टुङ्गिन्छ, त्यसरी पनि टुङ्गिँदैन। त्यसले गर्दाखेरि अहिले म यहाँहरूलाई के भन्दछु भने मान्य सदस्यहरूले उठाउनु भएको कुराहरूमा तपाईँहरूले समय नपाउँदा माइक नपाउँदाखेरि पनि यसरी एउटा राजनीतिक पार्टी भनेर अमूर्त भनेर पार्टीको बदनाम गर्नु भएन। व्यक्ति हो भनेको व्यक्ति हो, पिटान हुनु पर्यो, यस्तो लान्छना लाउनु भएन भनेर तपाईँहरूले भन्नुभएको कुराहरू सुन्नमा आएको छ। त्यसले गर्दाखेरि यस्ता कुराहरूप्रति जिम्मेदारी साथ अगाडि बढौँ। अहिलेलाई मान्यजीहरू आसन ग्रहण गर्नुहोस् र शून्य समयको कारबाहीलाई अगाडि बढाउन सहयोग गर्नुहोस्। सम्माननीय सभामुख महोदय,
काठमाडौँ क्षेत्र नम्बर 6 मा पर्ने तारकेश्वर वडा नम्बर 9 को लोकतान्त्रिक चोकमा रहेको मचागा नेवार समुदायको चिहान रहेको जग्गा नेपाल सरकारको नाममा रहेको जग्गा किता नम्बर 62 र 63 नेपाली काङ्ग्रेसका नेताले कब्जामा लिई भोग चलन गर्दै आइरहेको र स्थानीय वासीहरूको गुनासो र उजुरीका बावजुद स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको आम गुनासो छ। त्यसैगरी तारकेश्वर वडा नम्बर 10 मा सरकारी जग्गाबाट प्लटिङ गरेको जग्गामा बाटो लगेको कारण स्थानीयहरूले विरोध गरेका छन्। वडा कार्यालय नजिकै भए पनि वडाले समस्या समाधान गर्न कुनै तदारुकता देखाएको छैन। साथै तारकेश्वर 6, 7, 8, 9, 10, 11 वडा तथा टोखा 8, 9, 10, 11 मा सुक्खा समय सुरु भएसँगै खानेपानीको समस्या देखिएको छ। मेलाम्चीले नसमेटे रिङ रोड बाहिरका क्षेत्रमा मेलाम्चीको दोस्रो चरणको परियोजनाको सर्वेका साथै स्थानीय स्रोतको दिगो परिचालन गरी यी क्षेत्रमा खानेपानीको समस्या समाधान गर्न म खानेपानी मन्त्रालयसँग माग गर्दछु। धन्यवाद। के आपत्ति हो मान्यज्यू? नियम आपत्ति हो कि केही कुरा राख्नु खोज्नु भएको के हो? ल मान्य सदस्यलाई मैले समय दिएको छैन, यहाँको ध्यान आकर्षण भएको छ, त्यो कुरासँग तपाईँको असहमत भयो, आफ्नो राख्ने कुराहरू उहाँले राख्नु भएको छ। मान्य सदस्य आसन ग्रहण गर्नुहोस्।